सँग सम्बन्धित जानकारी बढ्न सक्दा कहिले पेट दुख्ने, कहिले डायरिया हुने जस्ता समस्याहरू हुन सक्छन्। यस्तोमा घरेलु उपाय अपनाएर पनि समस्या कम गर्न सकिन्छ। ज्वानो यस्तो एक प्राकृतिक जडीबुटी हो जसले पाचन समस्यामा छिट्टै राहत दिन्छ। यसलाई आयुर्वेदमा शतका नामले पनि चिनिन्छ। ज्वानोको पोषण मूल्य। ज्वानोमा उच्च मात्रामा पोषक तत्त्वहरू पाइन्छ जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ। प्रति 100 ग्राम ज्वानोमा लगभग 305 देखि 330 क्यालोरी, 25 ग्राम चिल्लो, 40 देखि 47 ग्राम कार्बोहाइड्रेट, 16 देखि 24 ग्राम प्रोटिन र 39 देखि 47 ग्राम फाइबर हुन्छ। यसबाहेक यसमा आइरन 16.19 मिलिग्राम, क्याल्सियम 667 मिलिग्राम, पोटासियम 1333 मिलिग्राम, थायमिन, नियासिन जस्ता खनिजहरू र भिटामिनहरू पनि प्रशस्त मात्रामा पाइन्छन्। ती तत्त्वहरूले पाचन प्रक्रियालाई मजबुत बनाउँछन् र शरीरलाई 39 देखि 47 पेट दुखाइमा हुन्छ। यसबाहेक यसमा आइरन 16.19 मिलिग्राम, क्याल्सियम 667 मिलिग्राम, पोटासियम 1333 मिलिग्राम, थायमिन, नियासिन जस्ता खनिजहरू र भिटामिनहरू पनि प्रशस्त मात्रामा पाइन्छन्। यी तत्त्वहरूले पाचन प्रक्रियालाई मजबुत बनाउँछन् र शरीरलाई ऊर्जा प्रदान गर्छन्। पेट दुखाइमा बिरेनुन र ज्वानोको सेवन साँच्चै फाइदाजनक छ। यसलाई खाँदा नै पेटको ग्यास, पेट दुखाइ, अपच र ग्यास जस्ता समस्याहरूबाट राहत मिल्छ। ज्वानो भुटेर राखेर पाचनमा समस्या हुँदा खान सकिन्छ। विशेष गरी पेट दुखाइमा ज्वानोलाई बिरेनुनसँग मिसाएर खाँदा तुरुन्त राहत मिल्छ। यसले पेटको अम्लता नियन्त्रण गर्छ र दुखाइ पनि कम गर्छ। ज्वानोबाट ग्यास, अपच र ब्लोटिङ कम। ज्वानोमा पाचन गुण हुन्छ जसले ग्यास, अपच र ब्लोटिङ कम गर्न मद्दत गर्छ। ज्वानोमा थाइमोन नामक यौगिक पाइन्छ जसले पाचनलाई राम्रो बनाउँछ र खाना सजिलै पच्छ। वैज्ञानिक अध्ययन अनुसार ज्वानोले पेटको एसिडको प्रभाव